नमस्ते आमा के छ आमा हल्काबाट आराम हुनुहुन्छ आरामै छु बाबु। अनि हजुरले त मलाई मरेपछि आइज है बाबु भनेको थियो अस्तितिर अनि म त आज तपाईँ जिम्दै हुँदै आएँ त आमा कहिले मर्छु कस्तो लागेछ खुसी लाग्यो मलाई त्यो त मलाई आमा धेरै खुसी लाग्छ बाबु। अनि आमा छ नि हजुरलाई अस्ति अलिकति सपोर्ट गरेर गएको थिएँ अनि हजुरले चाहिँ फेरि तपाईँले भन्नुभयो धेरै सपोर्ट गर्नुभएको छ मलाई। धेरै गरेछ हजुर। अनि हजुरले भन्नुभएको थियो नि मलाई मरेपछि आइज भन्नुभएको थियो साँच्चै आज म तपाईँ जिम्दै हुँदै आएको छु नि अनि हजुरलाई एकमै अलिकति थोरै सामानहरू ल्याइदिएको छु ल आमा हजुर। त्यो चामल हो हजुरलाई होइन अनि त्यहाँबाट छ नि अनि यहाँ झन् आमालाई स्पेसल बुढाबुढीलाई होइन अन्डा ल्याइदिएको छु यो अन्डा पनि पकाएर खानु होइन आमा यहाँ अलिकति थोरै सामान छ होइन यो सामान चाहिँ तपाईँलाई यो झोलामा अलिकति ऊ भयो क्या ड्यामेज भयो झोला ल्याउँदाखेरि है त्यो यसमा हालिदिन्छु ल आमा यो लुगा धुने सडक छ है अनि त्यहाँबाट यो दिउँसो खाजा खानको मेरो लागि बाबुलाई धेरै राम्रो होस्, जहाँ गएर पनि बाँडेर खान पुगोस्, राम्रो होस्, कहिले दुध बिहान नहुनु। अनि यो चिन्छ नि अब के हो यो नुन नुन अनि यो चिनी छ यहाँनिर चिया पकाएर खानु होइन हजुर। अनि तरकारी खानलाई थोरै दाल ल्याइदिएको छु होइन यो दाल छ है आमाको लागि अनि त्यहाँबाट तरकारी पकाएर खानको लागि यो नुन रहेको है तेल रहेको छ है यो चाहिँ आमाको लागि छ यो बोकेर लानु राम्रोसँग है आमा अब यो टेप धन्यवाद रहेछ बाबु। होइन। अनि त्यहाँबाट अरू के छ हजुरको हालखबर मेरो ठिकै छ बाबु। अनि तपाईँ त्यो टिभीको दबाई पनि खाँदै गर्नु भएको छ होइन आमा खाइरहेको छु, ल अझै पनि अनि छ दबाई ती सबै बोकेर हिँड्नुहुन्छ कतिवटा खानुपर्छ दिनमा दिनमा 3टा खानु। 3टा खानुहुन्छ 3 टाइम खानुहुन्छ बिहान दिउँसो बेलुका होला के हो बिहानमा त एक खेल। एकैचोटि 3टा खाने आमामा अनि गाह्रो हुने रहेछ त आमा ल मलाई गाह्रो छ नि, घाँटीमा अड्किन्छ, निल्नै सक्दैन। अड्किन्छ दिन सक्दैन है बुढाबुढी भयो आमा अनि यो दबाई किनेर खानको लागि यहाँनिर पैसा पनि छ होला आमा त्यो पैसा पनि राख्नु आमा दबाई किनेर खानु अनि छ नि आमा होटलतिर गएर त्यो पैसाले फेरि जे पाए त्यो किनेर खाला नि म खाँदैन नि नखानु ल बाबु, दबाई भात खान्छु। भात खान त चामल ल्याइदिएको छु मैले अर्थक नपुगेको सामानहरू तरकारी किन्नु, किन्छु। तरकारी किन्नु गुड 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 आमा अनि खुसी हुनुहुन्छ आमा धेरै खुसी छु बाबु। कति खुसी हुनुभयो अरे आमा नरुनु न आमा नरुनु है रुनु धेरै हुँदैन कि आमा रुनु हुँदैन होइन अब हामी कहिले आँखा बसिसक्यो मेरो। है रुँदा रुँदा आमा अनि यस्तै हो आमा जिन्दगी यस्तै गरी टाढ्दै रहनु भएको छ अनि यस्तै फेरि पनि म यता मन्दिर बङ्गलामुखी माताको यो दर्शन गर्न आएँ भने फेरि पनि आमालाई भेट्छु है त आमा सधैँभरि खुसी रहनु हजुरलाई धेरै धन्यवाद होस्। हस् आमा हस् भगवानले रचै गरून्, तपाईँ जहाँ गयो भने सबैले पुऱ्याएर खानु पुगोस् तपाईँलाई। थ्याङ्क यू सो मच आमा आमाले दिएको आशीर्वाद हामीलाई पनि लागोस् अनि आमा चाहिँ है धेरै बाहिरतिर नहिँड्नु ल चिसोहरूमा नहिँड्नु अनि जहाँ पायो त्यहाँ गएर जे पायो त्यही किनेर नखानु ल आमा है होटलतिर घरमै पकाएर खानु राम्रोसँग खानु अनि कति खुसी भयो अरे आमा कति खुसी हुनुभयो यति खुसी हुनुभयो वाह। हस् मेरो आमा छोराले पनि गरेको थिएन होला यति, तपाईँले यति गर्नुभएको चाहिँ मलाई खुसी छ मलाई। है हस् आमा ल सधैँ खुसी